जय मसीह। आज मिति 14 नोभेम्बर 2025। आजको प्रतिज्ञा वचन। जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो मृत्युमा रहन्छ। पहिलो यूहन्ना 3:14 यो पदले हामीलाई सिकाउँछ कि प्रेम नै आध्यात्मिक जीवनको साँचो प्रमाण हो। जब हामी अरूलाई प्रेम गर्छौँ दयाले, करुणाले र क्षमाले, त्यसले देखाउँछ कि परमेश्वरको जीवन हामीभित्र जीवित छ। तर जब हाम्रो हृदय घृणा, ईर्ष्या वा उदासीनताले भरिन्छ, त्यो आध्यात्मिक मृत्युलाई झल्काउँछ, किनभने हामी परमेश्वरको जीवनबाट टाढा रहन्छौँ। साँचो क्रिस्चियन जीवन शब्द वा अनुष्ठानले होइन, तर प्रेमले प्रमाणित हुन्छ। प्रेम नै विश्वासको मुटुको धड्कन हो, जसले हामीलाई परमेश्वर र एकअर्कासँग जोड्छ। त्यसैले आजको दिन हामी प्रेम रोजौँ, घृणाभन्दा करुणा र निष्क्रियताभन्दा क्षमालाई अग्रता दिउँ, किनभने प्रेम मार्फत हामी ख्रीष्टको रूपलाई प्रतिबिम्बित गर्छौँ, जसले हामीलाई पहिले प्रेम गर्नुभयो। आमेन। तपाईको दिन प्रेम, शान्ति र आशीर्वादले भरियोस्। जय मसीह।